अब यहाँ प्लान्टहरूलाई सबै यहाँ घाम यसो झ्यालबाट घाम आउँछ यहाँ घाम देखाएर राख्नु पऱ्यो घाम खुवाएर आइन्जेलसम्म राम्रो बस्नुहोस् र क्या अब यो प्लान्टलाई पनि अब त्यही हो म आइन्जेलसम्म केही नहोस् मेरो प्लान्टहरूलाई बिचरा सिकिन जानु अगाडि अब जोख्नु पऱ्यो कति रहेछ वेट 72.15 अब हेरौँ बढेर आउँछ कि घटेर आउँछ लु आजबाट चाहिँ मेरो ट्रेकिङ सुरु भयो यहाँदेखि बडीमालिकासम्म त्यहाँदेखि राणाताल हुँदै 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 2-3 हप्ता लाग्छ होला काठमाडौँ आउनु यसमा टेन्ट छ एक पोका यो पनि छ के अरे स्लिपिङ ब्याग र ऊहरू म्याट्रिसहरू छ अहिले साथीसँग गएर एयरपोर्ट पुग्नु छ यहाँबाट धनगढीसम्मको प्लेन त्यसपछि गाडीमा त्यसपछि पैदल हामी जाने प्लेन चाहिँ यही एयरपोर्ट ठुलो बनाइसकेको छ धनगढीको खाना चाहिँ यस्तो हुँदो रहेछ पापड अनि यो गिलास उचाल्नुहोस् त तपाईँको गिलास 1 केजी छ 1 केजी चिसो पानी कति छिटिक्क परेको यो चाहिँ धनगढीको भाइरल पुल रहेछ ऊहरू पनि भाइरलै रहेछ गाई पनि यहाँको त गाईहरू पनि भाइरलै रहेछ भनेको नि तान्नुहोस् है तान्नुहोस् साथीलाई त्यसरी छोड्नु हुँदैन अरे क्या ग्रिन गोदावरी रिसोर्ट दामी रहेछ है एसी छ कि छैन माथि फाउन्टेन पनि दामी नै बनाएको छ यहाँ चाहिँ गोदावरी रिसोर्टमा चाहिँ जरायो पनि रहेछ यो चाहिँ भाले रहेछ यहाँ पोथी रहेछ यो चाहिँ यो चाहिँ मर्तरी हो यहाँको सिटी यहाँ कुकुर पनि कस्तो मजाले सुतिरहेछ अब आज हामी बास बस्ने अब भोलि चाहिँ अहिले माथि कुहिरो धुम्मेको कुनातिर जानुपर्ने हो है गाइज हो अहिले शीतल छ पानी पर्न आँटेको छ यो चाहिँ यहाँको सदरमुकाम मर्तरी भनेको चाहिँ अघि गाडी तल यो बन्दै गरेको त्यहाँसम्म पुग्यो बस चाहिँ त्यही रोक्यो आइपुग यता भन्थ्यो बस पर्छ है पुरानो त्यता पहिरो गएर चाहिँ ऊ भएछ उता गाडी नजाने रहेछ नि यतातिर गुड मर्निङ है अब ट्रेकिङ सुरु हुनुभन्दा अगाडिको खाजा चाहिँ हाम्रो लाज लाग्यो ल अब चाहिँ हाम्रो ट्रेकिङ सुरु भयो यहाँ रेनकोट र सबैजना तयारीमा छौँ है लु शुभयात्रा सबैजनालाई धन्यवाद मर्तरी बजार यहाँबाट चाहिँ एकदम राम्रो देखिने रहेछ हिजो हामी यहाँ तल यो पिङ्क कलरको स्कुलदेखि उता बसेको त्योभन्दा तल हुने भयो
ठुलो रहेछ जेउस ठाउँ अब चाहिँ हामी उकालो लाग्यो रातभरि पानी पर्यो अहिले पनि दिन त अलिकति धुम्मिरहेछ सिस्नो कस्तो मजाको सिस्नो रहेछ हौ टिपेर पकाएर खानु पाए त आनन्द आउँथ्यो होला कस्तो दामी फुल फुलिया रहेछ हौ गुराँस कहाँ उत्तिस्दैछ बाटो यस्तो छ मार्ता रिभर उकालो अन्त 2 घन्टा जस्तो हिँडिसक्यौँ जुगा हल्का हल्का छ गाह्रो छ है राम्रोसँग काम गर्नु पर्यो है नत्र खान पाइँदैन भने फेरि यसलाई भन्छ लोकल दही र भात अनि तपाईँहरू चाहिँ सुकुटी नचल्ने हो ए लौ नानी कहिलेदेखि होला है है बाटो त यस्तो छ है यस्तो भएको छ यस्ता बाटोहरू छिचुल्दै अगाडि जाँदैछौँ है हामी अप्पा आम्मामामा लडेर यस्तो छ बाटो यस्ता पानी परेर उस्तै हिलो भोक लाग्यो खाउ 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 माग्दैछ बिचरा ल ज्ञानी भएर बस ल यो गुलियो पनि भयो मन पर्यो क्या बिचरा ढोक्दै खाए जस्तो पो लाग्यो है ऊ ढोक्दै पो खाँदो रहेछ बिचरा ऊ हेर्नु न बन घुम्ने रावण की लक्ष्मण होला बन डुल्ने योगैको माया जल लाग्यो कहिल्यै नभुलिने म त राइजुमा छु म क्या बस्क्या कि छौ राइजुमा छु म क्या बस्क्या कि छौ राइजुमा शाबास मलाई बोलो बडी मालिका माता नेपाल पशुपतिनाथको भक्तजन की प्यारा पाहुना की बडी मालिका ऊ पर टुप्पोमा हामी त्यहाँ पुग्नुपर्ने आज जे होस् वेदरले साथी हो कस्तो दामी देखेको ल सास भरेर हिँड्न गाह्रो पो हुँदो रहेछ हौ जे होस् घाम लागिरहेछ कस्तो दामी फुल फुलेको छ हौ बाख्राकोट रहेछ यता टन्नै यतातिर भैँसी बाख्रा पालन हुँदो रहेछ गोठहरू ठाउँ ठाउँमा वेदर चाहिँ जेउस हिजोभन्दा आज धेरै राम्रो भएको छ ए हुन्छ यति भयो बडी मालिका है त्यो डाँडा चाहिँ
भैँसी गोठ चाहिँ टन्नै रहेछ हौ यतातिर। अहिले चाहिँ हामी सोत्तापाटन आइपुगेछौँ है। कस्तो दामी फुल फुलिया रहेछ है, पुरै ओरेन्ज कलरको। यता भैँसहरू हेर्दै हुनुहुन्छ हामीलाई। कहाँबाट आएछ यिनीहरू भने होला नि, अन्त कुहिरो लागेर कस्तो भइसक्यो अब त। अझ यही गहिरोमा अब उनीहरू आउनु पर्यो, 9:30 हुँदैछ। पराई छेउमै जानु पाएछ चाहिँ दामी देख्थ्यो है। सुनपाती कस्तो मिठो बास्न आइरहेछ। सुनपाती, भैरौँपाती, कोनी के को पाती भन्छ नि, यही है। कस्तो दामी फुल हो, तल तल झन् कस्तो राम्रो रहेछ। यो हो नि त है हाम्रो एडभेन्चर नेचर। यसरी बनाएर खाँदै जानुको मजा अर्कै छ। लन्च सोत्तापाटनमा हाम्रो कुक पञ्चायतकालको हिरेन है। यो ठाउँलाई चाहिँ घोरापाटन भन्ने रहेछ। अहिले चाहिँ यहाँ पानी पर्यो, सिम पानी पर्दैछ। अलिकति अघि चाहिँ ठिकै थियो, अब चाहिँ सिमसिमे पानी। सिमसिमे पानीमा ज्यानले बेमान गर्छौ कि जिन्दगानीमा भन्थ्यो, त्यस्तै भयो अब चाहिँ। अब चाहिँ फुल दामी दामी देख्न थाल्यो है, मिक्स फुल। ल ब्याट्री लो भयो, यता फर्किनु भयो। कस्तो दामी खोला, खोला रे खोला। त्यसो भए गोठमा हाम्रो यहाँ बडीमालीको एरियामा चाहिँ खाना बनाउनु नपाउने, भित्री चाहिँ मिल्दैन अरे, बाहिर गोठमा चाहिँ आज रोटी चाहिँ बनाउनु मिल्छ अरे। आज के खाने त्यसो भए म्याम हो? ल आँटा छँदैछ कि यता कुकलाई सोध्नु पर्यो नि अब के बनाउँछ कुकले। हामी त जे दियो त्यही खाने हो। कस्तो दामी देखेको यहाँ त। हावा चाहिँ चलिरहेको छ पुरा। परतिर टेन्ट टाँगेर रहेछ। पाती यहाँ त यस्तो पाखै सबै सुनपाती हुँदो रहेछ। भरै उता पर बास बस्ने ठाउँमा बल्ल अलिअलि दिन खुल्दैछ है। बल्ल दिन उग्रियो। हिजोदेखि पानी परेकै रातभरि नै पानी पर्यो, बिहान पनि अहिले चाहिँ अलिक उग्रिँदैछ। अब हामी त्रिवेणी गएर बास बस्ने, अनि भोलि चाहिँ माथि बडीमालीका पुग गएर दर्शन गरेर अनि फर्केर आएर त्यहीँ बास बस्ने। अनि पर्सि मात्रै त्यहाँबाट पर्सिबाट रारा साइड फेरि। यो ठाउँ चाहिँ बुढीमाईको थान भन्छ अरे। यहाँनिर ऊ रहेछ, सानो घर पनि रहेछ उता माथितिर।
दिन उब्रेर राम्रो भएको छ अनि यहाँ पर बेरा गोठ रहेछ पर बेरा हराउँछ भनेर यो कुकुरलाई पनि घन्टी लगाइदिए खै रे चलै रहेछ यहाँ गोठमा सुकुटी पनि रहेछ बाहिर चाहिँ चिसो आउँछ तर यहाँ त भित्र त कस्तो यहाँ दिदीले चिया बनाइदिनु भयो मिठो खाइमा आनन्द भयो जिउ तात्यो भित्र त के हो त्यो स्याउ हो कि के हो ए भेडा चराउनु आइयो आफू चाहिँ यतातिर है भेडा च्याङ्रा बाख्रा के हो बाख्रा हो के अरे बा अबै सिङ जुदा जुद गरेर बसेको रहेछ जुदो तलमा कस्तो दामी फुल साइडमा छ मात्र साइडमा त्यो कलमन्दी भएन क्या दिदीको होइन उता निकाल्नु पर्छ नि सुरु पुरै त्यहाँबाट यसमा चार्जन झुन्डेमा त उडा लाला छ सबै फेरि उठ्छ अहिले किला उ गर्नुपर्छ नि त नि भयो भयो अब त भइसक्यो निकाल्नु पर्दैन उयो हाल्नुपर्छ कि यो चाहिँ अलिकति यो हाल्नुपर्छ यो उठेन क्या मिसी यो अलिकति मात्रै उ भयो भने फेटाकै जान्छ कि त्यो झिक्दै टक्कले चाहिँ घुम्दैन त्यो दिन्छ न त्यो त जस्तो धेरै पाउँछ कस्तो मजाको देखिने पारी भेडाहरू टेन्ट यो चाहिँ हाम्रो टेन्ट है यहाँभित्र ओछ्यान लाएर राखेका छन् हजुर पारी घोडाहरू हामी चाहिँ अहिले बिहान 5 बजे उठेर बडी मालिका दर्शन गर्नलाई जाँदैछ आज वेदर चाहिँ हाम्रो लकले साथ दिए जस्तो छ एकदम दामी देखिरहेछ हामी बसेको पर पारी यो घरमा घरको छेउमा टेन्ट आएको छ कि भेडाहरू बिहान बिहानै वेदर दामी देखिरहेछ आज चाहिँ अब अझै लगभग 3 घन्टा जस्तोमा हामी पर डाँडामा पुग्छौँ होला यो त्यो डाँडामा पुग्नुपर्ने हामी अहिले चाहिँ अलिअलि कुन हिमाल हो हिमाल चाहिँ देख्दैछौँ
तल तलतिर गोठ पनि यहाँरै घाम झुल्केर माथि पुगिसक्यो। योपट्टि चाहिँ बाजुरा जिल्ला। यहाँ यता सबै बाजुरै हो, तर यो पछाडि चाहिँ कालीकोट। यता चाहिँ त ड्राइभर राम्रो हुन आउँदैन, कालो देखि गयो भागिसक्यो। त्यति भए हुन्छ। Okay. तलतिर रहेछ ल तलबाट हिँडेको फाइनली हामी चाहिँ आइपुग्यौँ है बडीमालिका मन्दिर। अब यताबाट एक राउन्ड लाउनु पर्यो। मौसमले साथ दियो जे होस्। घन्टी त सबै ल्याउँदै झुन्डाएको हो के अरे। मन्दिर निर्माणको लागि कोले कति मिति र अनि कोले कति कति डोनेसन गर्यो, त्यही रहेछ। यहाँको हाइट चाहिँ 4220 रहेछ। ए ल ल हुन्छ हुन्छ। हेऱ्यो भने त डरै मर्दो छ। त ऊ पातिर हिमाल। अब त बादलले छोपेर आएर पुरै यस्तो भयो। यहाँ पनि वेदर त्यही हो, कोही बेला राम्रो कोही बेला पानी पर्ने हुस्सो लाग्ने। यसले यहाँ नेपाल टेलिकमको एउटा टावर राख्ने भनेर गरेर चाहिँ यता पर लौरी डाँडा भने पर देखेको डाँडामा, तर यहाँ स्टाफहरू नमस्तेको टेलिकमको स्टाफहरू 9 जना आएर बसिराख्नु भएको छ। हेली सामान ल्याउने हेली नभएर त्यत्तिकै बसिरहेछ अरे। यहाँनिर हेलिप्याड यहाँ रहेछ। सुर्खेतमा केही प्रब्लम भएर त्यहीँ बसिरहेछ अरे हेली। हिजो र अस्तिको दिन त पानी परेर केही देखेको थिएन। आज हाम्रो भाग्य राम्रै रहेछ भन्नु पर्ला, यस्तो राम्रो भ्यू हेर्नु पाउनु। जुत्ता नखोली मान्छे जाने है फेरि दर्शन गरे जुत्ता चाहिँ फुकाल्नुपर्छ है माझानलाई। त्यही भएर दर्शन गर्दा पनि भइहाल्यो नि। गोठमा त छिर्न दिन्न जुत्ता नखोली। आछु त्यस्तैले। अनि कस्तो भयो तपाईँको यात्रा? बडीमालिका दर्शन गरेर कस्तो एकदम लाग्यो? दामी भएको छन्। हामी यहाँ भर्खर आइपुगेका हुन्। यो चाहिँ स्विजरल्यान्डको बाउ होइन, स्विजरल्यान्डको बाजे भनेर भन्छन्। अब यता भाइलाई बाँकी छ। नमस्ते। हामी चाहिँ फाइनली यहाँ बडीमालिकाको मन्दिर आइपुग्यो है। अनि कस्तो लाग्यो त दर्शन गरेर? रमाइलो लाग्यो ठाउँ।
जस नेपालको स्विजरल्यान्ड भन्ने चिन्ने ठाउँमा पुगेर जस खुसी लागिरहेछ। अनि दाइलाई जय बडी मालिका। अब यसको लागि त भाइले भन्नुहुन्छ होइन, हामीलाई त स्वर्गै आए जस्तो लाग्यो, एकदम रमाइलो भयो। अनि किन भाग्नु भएको नि दुईजना चाहिँ? दुईजना यो भाइले अब यहाँको बारेमा केही यहाँको बारेमा दुई शब्द बोलिदिनुहोस् न त है। हजुर नमस्कार। तपाईँ यो ठाउँमा आउनुभयो, एकदम माताले तपाईँले रक्षीकरण सोचेको मनोकान्ति पुरा गराउनु भन्दै मेरो हजुरको तपाईँ माथि नमस्कार छ हजुर। हामीले यो पोर्साल मन्दिर आर्मीभित्रमा हजुरको खटेर काम गर्न सबै हाम्रो नक्कल मान्छे लिएर हजुरको अहिले पनि हामी बाध्यता अनुसार सेवा सुविधा होस् भनेर टेलिकम नम्बरबाट त्यो काम गर्ने जिम्मा लिएर हजुरको म यहाँ बसेको छौँ। आज 4 दिन लगभग भइहाल्यो हजुरको, हाम्रो हेली आएको छैन। अनि मन्दिरको रङ दिनु हजुरको मेलाभन्दा अगाडि मन्दिरको रङ पनि हामी आर्मी सर आउँदैछन्, रङ तेमाला हालेर त्यो रङ दिने काम पनि मेरो जिम्मामै छ हजुरको। यो गर्दै हजुर माताले सम्पूर्णलाई रक्षीकरण भन्दै हजुरको कोही मान्छे आएपछि हजुरको त्यहाँ होटल पनि मेरो हजुरको बस्नलाई खानापिनालाई नआत्तेर आइदिनु होला। धनबहादुरको नाम लिएर आउनु होला। यो हाम्रो बासुताराको गोठमा होटल छ, त्यहाँनिर बस्ने व्यवस्था दुःखी बिरामी लिएको साथीलाई पनि त्यहाँ बसाल्न सक्छु भन्ने मेरो आग्रह गर्दै हजुर त्रिवेणी नगरपालिका 15 बाजुरा धनबहादुर हजुर नमस्कार। धन्यवाद। तपाईँले यति राम्रोसँग जानकारी दिनुभयो यसको लागि। अनि यो उता हिमाल चाहिँ कुन हिमाल पो भन्नुभयो? यो हिमाल साइपाल यता पर्छ हजुर, साइपाल यता पर्छ, उता बजाङ पर्छ, बजाङ उता यता हजुरको यो यता साइपाल हिमाल अनि यता बजाङ हजुर आप्पी हिमाल, यता चाइना पर्छ। चाइना यता यो पछाडि टिबेट पछाडितिर। यता हेर्नु चाहिँ होइन केटाहरू किन ननाचेको? छैन सही हो सही हो। बडी मालिका मन्दिरमा आएर यो भाग्यको कुरो हो नाच्न पाउनु। मौसम पनि एकदम क्लियर छ। नाच्नु अब त्रिवेणी त बादल लाग्यो केही थिएन। भयो मेरा उयो ऊहरू पनि छ घोडा। कस्तो मजाको हामी आएर यहाँ कालीकोटमा बाटोमा फेरि खाना बनाउँदैछु। अब खाना बनाएर खाएर ओह्रालो लाग्ने। यो चाहिँ अचार बनाउँदै हुनुहुन्छ। दिन यस्तो छ। पछि यो राम्रो भयो भने। हेलो हेलो गाइस, हामी चाहिँ हिजो बेलुका मानमा यहाँ कालीकोटको मानमा आइपुगेछौँ। राति आएर यो होटेलमा बस्यौँ। अब आज चाहिँ यहाँबाट अब एकछिनपछि गाडी पायो भने राराताल जाने भनेर सोचेका छौँ है। राति आइपुग्यो हिजो
बोलेरो पाएर बोलेरो रिजर्भ गरेर आएको राम्रो रहेछ यहाँको सदरमुकाम वेदर चाहिँ आज पनि खोइ खासै खुलिया छैन खण्ड चक्र 1 कालीकोट रे यहाँ चाहिँ तिमीलाई कसले सिन्दुर हालिदियो मकै हिजो हामी यो खोला आएको उताबाट यहाँबाट चाहिँ कालीकोटको मानमा सिटी चाहिँ मजाले देख्न सक्नुहुनेछ है तपाईँहरूले हिजो यो काङलाङलाको बाटो हुँदै 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 पर पाखामा आएर बसेको अब चाहिँ हामी रारा ताल जाँदैछौँ सल्लेरी भन्ने ठाउँमा गएर बास बस्ने अनि भोलि रारा गएर त्यहाँबाट सिन्जामाली हुँदा हुँदै बल्ल काठमाडौँ फर्किने खोला 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 छ कस्तो दामी भ्यू हो यहाँ के खालको किरा रहेछ खोला धानबारीहरू दामी 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 देखिरहेछ यहाँ त हामी चाहिँ अहिले अन द वे रारा अब अहिले माथि सल्लेरी भन्ने ठाउँमा गएर बास बस्ने त्यसपछि भोलि रारा ताल घुम्ने यहाँ चाहिँ धान सिमी मजाले फल्ने रहेछ शीतल पनि छ जताततै हरियाली अहिले त बाख्राहरू पनि चढ्दैछ यहाँ बाख्रातिर यो चाहिँ जुम्लाको भुलबुले भन्ने ठाउँ ठ्याक्कै पाखाहरू हेर्दा स्विजरल्यान्ड जस्तै देखिरहेछ यहाँ अच्छा चिसो चिसो छ मैसी अब हामी यहाँबाट सैनिक इलाका फोटो नखिच्नु हामी यहाँ अहिले सैनिक इलाका काट्यो 4 बजे अहिले 6 बजेपछि बन्द हुँदैछ 6 बजेपछि गाडीहरू इन्ट्री हुन नदिँदो रहेछ बिहान 6 बजे मात्रै खोल्दो रहेछ फेरि अब इन्ट्री भयो यसो भिडियो फोटो खिच्ने हेलो आइडमा यता गुड के हुँदैन कस्तो डर लाग्दैछ अब चाहिँ हामी सल्लेरीबाट रारा ताल जाँदैछौँ रारा राष्ट्रिय निकुञ्ज मुगु नेसनल पार्क भन्ने छ यहाँदेखि हो नि त यो नि त तरिका दौडेको लकी सब दौड्छन् दौडाएर दुईजना त जानुभयो ओइ यहाँ त्यो आर्मी क्याम्प ल सबैजना घरमा आउँदै हुनुहुन्छ है बाटो यस्तो छ
यो कुकुर पनि हामी सँगै आउँदैछ हेलो हेलो गाइज इन्जोय गर्दै हुनुहुन्छ घोडासँग यहाँ हाम्रो आइकेलमाको चाहिँ फर्स्ट टाइम रे हर्स राइडिङ मेरो चाहिँ यो सेकेन्ड थर्ड टाइम जेस इन्जोय गर्दैछौँ हामी हेलो 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 आइकेलमो अहिले चाहिँ हामी रारा आइपुगेछौँ वेदर खुल्यो दिन पनि खुल्यो बिहान रातभरि पानी पऱ्यो अहिले चाहिँ दिन खुलिरहेछ घाम लाग्यो एकदम राम्रो खुल्यो दिन गाईहरू टन्न चरिरहेछ यहाँ चाहिँ धेरै गाई हुँदो रहेछ है अस्ति माथि बडी मालिकातिर चाहिँ पुरा भेडा गोठ क्या फोटो खिच्नु पर्यो नि भाइ यहाँ मोबाइलबाट खिच्नु ल तपाईँले खिच्नु ल भाइ फेरि चढे पनि छैन छैन पानी क्या सङ्लो अब बोटिङ गरेर हामी पारी जाँदैछौँ हेलो गाइज हेलो गुड मर्निङ फ्रम रयर लेक यहाँ टन्नै बस्नेमा चाहिँ इन्जोय गर्दै हुनुहुन्छ नि यो बोटको चाहिँ दिएर ला नौपा नो रारा लेकमा पाल्ने यहाँ त सानो मोटर राखेको भएर मोटरले भोलि चाहिँ हामी यो टपमा जानुपर्ने मुरमा टप रे भोलि त्यहाँबाट चाहिँ यहाँ चस्मा लगाएर ढुक्क बस्ने अनि हामीलाई चाहिँ खस्नु होला है फेरि मोबाइल खस्यो भने खासै यसरी बसेर हेर्नु त्यस्तो यस्तो बडी हुनुपर्छ भोइसको खासै आफैले जान्छ नि बगेर के चाहिँ के पानी उयो भएर खोलाइ भएको ढुङ्गाबाट ओर्लिएर आएको अब होटेल उयो कुनाको रहेछ यता चाहिँ सबै निकुञ्जको घरहरू यता पर आर्मीको उहरू रहेछ क्याम्पहरू रहेछ पर चाहिँ दिन उब्रेर दामी देखेको है आरु मसिनो खालको आरु हेर्नु न यहाँ टन्नै फलेछ पानी कति सङ्लो दामी हेर्छ यहाँ हामी यसो वकमा निस्केको अहिले एकछिन हेलो राम्रो छ अनि खाना पनि एकदम दामी थियो गुइयालो के भन्छ अरे भाइ यसलाई गुइयालो मिठो हुन्छ है हामीले चाहिँ यसलाई टलुम भन्छ
दामी गुलियो उधार पनि के आर्मी कटेर हटेर राख्छ उधार के मेन होला त बा मिठो छ हजुरहरूको घर कता हजुर काठबारा अनि यता के तपाईँ गोठाला गोठ छ यहाँ यहाँ दुध दही त नपाउने रहेछ गोठ ल्याएर के गर्ने त्यही त के अरे जडीबुटी हालेको दुध जडीबुटी खाएको दुधहरू 3 माना दुध त पछि बेलुकै हुने हो दिस इज रेम्बो दुईवटा रहेछ फेरि दुईवटा रहेछ एउटा चाहिँ अलिअलि मात्र देख्दछ रेम्बो डबल 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 हामी चाहिँ यहाँ जङ्गलमा साग टिप्न आइरहेको छौँ है अघि बिहान मिठो भएको थियो अहिले फेरि टिप्न आएको छौँ तर अझै खाना ढिलो भयो नि यो छुटिसकेछ जरिङ्गोको साग जारिङ्गो यहाँ मिठो लाग्यो त्यही भएर पुरै फुलिसकेछ यहाँ कलिलो होला है त्यो कलिलो टिप्ने होइन कलिलो मात्र टिप्ने हो त्यहाँ पनि कलिलो रहेछ टिपो कलिलो टिप्ने हो खासमा आउँदैन होला यो चाहिँ रारा लेक बिहानको भ्यू है गाइस हो सनराइज हुँदैछ दिन क्लियर हुँदैछ हेलो गुड मर्निङ गाइज हो हामी कहाँ जाने रे अहिले गाइज हामी कहाँ जानु लाग्यो रे भने नि मुरमा टप है ऊ त्यो टप होला नि टप अफ द हिल होला नि है सनराइज प्लस रारालेकको भ्यू यो दुईटा चाहिँ हाम्रो गाइड है यहाँ भ्यू टावर रहेछ यो चाहिँ राराताल मुरमा टपबाटको भ्यू है पर हिमाल देखिरहेछ अब कुन हिमाल हो थाहा भएन त्यही त क्याब लाइन यहाँबाट मुरमा टपबाट चाहिँ है कति रेट हाइट यसको 3688 ज्यार माथि र त यो यहाँ टेलिकमको टावरहरू त छ तर टावरै नटिप्ने अझ यता लुङ्डाहरू पनि टाँगेको रहेछ हिमालहरू त पर जे होस् हामी आएपछि दिन चाहिँ खुल्छ क्या कसको पछि लाग्नु भयो त्यो चाहिँ भन्नुहोस् न पहिला मेरो पछि नि कसले अगाडि बाटो लिड गरेछ त्यो चाहिँ भन्नुहोस् न हिजो हामी बस्यो नि त्यो गहिरोमा होइन हौ यता आएर बस्यो भने ठाडै हुन्छ भन्ने तलमा यहाँ ए यसको उयो मुनि पनि त रिसोर्ट रहेछ इको रिसोर्ट हेलो म्याम दिस इज द हेभन यसलाई चाहिँ हेभन भन्छ है यहाँ यो रारा आसपासमा खोरहरू कति धेरै फलेको रहेछ हौ यहाँ त ठिकै रहेछ अघि पर तल ड्रम्म फलिरहेको थियो ला यो रारा आसपास बस्दाखेरि साँच्चीकै स्वर्ग पुगे जस्तै लाग्ने
शीतल आनन्द हुने। अब मैले चाहिँ घुमेँ, अब तपाईँहरूको पाला है घुम्ने गाइज हो। एकदम स्वर्गमा पुगे जस्तो अनुभव हुन्छ। यसरी सुत्न नि पाइन्छ। म्याम हजुरलाई कस्तो अनुभव भइरहेछ यहाँ आएर? दामी अनि मसाज आफ्टर मसाज ओइ झन् दामी। आफ्टर फुट मसाज अब म केही भन्नै सक्दैन। पुरै छालाउँ पर्छ कहाँ भन्छ छाल। हामी अहिले फाइनली यहाँ पाल्पा एयरपोर्टमा आइपुग्यौँ। 2.5 घन्टा झन्डै 3 घन्टै लाग्यो हामीलाई राडाबाट हिँड्दै आउँदाखेरि। अब भोलि वेदर खुल्यो भने यहाँबाट नेपालगञ्ज जाने हो प्लेन चढेर। यो चाहिँ मुगुको स्याउ सानो। रातभरिका हावाहुरीले दिन्छ भनेर उ कम स्याउ ढालेछ। बिचारा बच्चाहरू पनि रहेछ। अस्ट्रिच खै तिनवटा रहेछ। राति बेसरी हावाहुरी चलेर चाहिँ स्याउको बोट पनि पुक्लुक्कै ढालेछ। आज दिन एकदम राम्रो खुलेछ। अब आज प्लेन आयो भने नेपालगञ्ज पुगिन्छ। यहाँ तल देख्नु भएको छ नि, यो चाहिँ यहाँको सदरमुकाम बमगढी। हिजो हामी यो जङ्गल यहाँबाट ओह्रालो झरेको।
हामी चाहिँ अहिले यहाँ नेपालगञ्ज एयरपोर्टमा ल्यान्ड भयो। गर्मीले के गर्नु र आमामा पाक्ने रहेछ यहाँ त। कसरी बस्छ होला यहाँको मान्छेहरू पनि। 34 डिग्री रहेछ तर अब बेसरी गर्मी फिल हुने। नेपालगञ्ज एयरपोर्ट होटल जाँदैछौँ अब यहाँ रिक्सा चढेर। ल 2 शब्द भनौँ न त हो नेपालगञ्ज एयरपोर्ट। किन हाफ एन आवरमा चिजबाट गरिमा आयो। भुत्तुकै भयो। यो शिवजीको मन्दिर हो। हाम्रो ठ्याक्कै हाम्रो रानी पोखरी जस्तो पानी पर्दैछ। बुद्ध भवनको यहाँ चाहिँ बिहार है ठ्याक्कै। यहाँ चाहिँ बुद्ध भवनको त्यो टेम्पो कहाँनिर आउँछ? उता पछाडि रे। यो चाहिँ बागेश्वरी मन्दिर रे। बोतल त आम्मामा रक्सी। यो चाहिँ रक्सी बनाउनलाई। खतरा रहेछ है। यता पानी निकाल्नलाई पनि यहाँ सिधा रक्सी ल्याउनलाई पनि तातै रहेछ यो। रक्सी त छैन त। ए रहेछ आज रक्सी टन्न रहेछ। रक्सी टन्न रहेछ नि। अनि यो सास जाँदैन खै होइन है। रक्सी के हो त? यो हावा खानलाई भिडियो गरेको कि मैले। फेरि पनि